साथीभाइहरु स्वागत छ तपाईहरुलाई मेरो यो भिडियोमा। आज म फेरि तपाईहरुलाई काठमाडौँदेखि बागलुङसम्मको भिडियो बनाउन लागेको छु हैन। म बागलुङसम्म जान लागेको छु। आज बागलुङको लोड छ मेरो अगाडि मेरो जोन भाइको गाडी लोड हुँदैछ। जोन भाइको पछि मेरो पालो छ। हामी अस्ति आइतबारदेखि नै शुक्रबारदेखि नै बसेको हैन। आज आइतबार भयो, दुईटा गाडी लोड हुन्छ कि भने हामी दुईजना बसिएछ। जोन भाइलाई पनि थाहा नरहेछ म काठमाडौँ आएको छु भनेर। मलाई पनि जोन भाइ काठमाडौँ पालोमा छ भन्ने मलाई थाहा थिएन हैन। हामी दुईटै गाडी पालोमा बसिरहेछौँ। आज हामी दुईटै गाडी बागलुङ जाँदैछौँ हैन। हामी अहिले काठमाडौँमा लोड हुँदैछ। जोन भाइको अहिले त गाडी लोड हुँदैछ। अहिले जोन भाइ गाडी लोड गरेर अनि हामी आज काठमाडौँ जाने हो, भोलि बागलुङ जाने हो। साथीभाइहरुलाई म सबै यो भिडियो बागलुङसम्मको देखाउन गइरहेको छु। सबैले हेरेर साथ दिनु होला है साथीभाइहरु। ल है साथीभाइहरु, जोन भाइ गाडी लोड हुँदैछ है। अब यहाँ लोड हुँदैछ बागलुङको। यो पछि मेरो पालो हो बल्ल हैन। अहिले जोन भाइ गाडी लोड हुँदैछ। ल है साथीहरु, काठमाडौँको लोड गर्ने ठाउँ यस्तो छ। यहाँबाट हेर्नुस्, काठमाडौँ ट्रान्सपोर्ट नगर क्लियरै देखाइरहेको छ हैन। राम्रो देखिँदै रहेछ क्या हरेक क्लियर। ल है साथीहरु, म अब हिँड्न लाग्यो यहाँबाट हैन। ठ्याक्क रातको अहिले ठ्याक्क घरि पनि रातको अहिले ठ्याक्क तपाईको कति 8 बजे छ। म 8 बजे अब हिँड्न लाग्यो। म तपाईलाई अब सब भिडियो हाल्दै जाँदैछु है साथीहरु। हेरेर साथ दिनु होला है सबैजनाले। साथीभाइहरु स्वयं वही हो।
भन्दा आज चाहिँ ढुँडा खाइदिनु लाग्यो होइन मासु है खराको मासु झोले साग कति सधैँ भएको नि भनेर ल है साथीहरू रातिको ठ्याक्क 12:30 बजे भएछ अब म सुत्न पनि पऱ्यो होइन बिहान उठेर बिहानै हिँड्नु छ साथीहरूलाई उठेर अब म हिँड्न लाग्यो यहाँबाट हामी जाँदैछौँ राति यहाँ सुत्यो होइन सुतेर उठेर हिँड्न लाग्यो तेल पनि हालिसक्यो है साथीभाइहरू
ल है साथीभाइहरू यहाँ यसो बिहान बिहान चिया पनि खाइएन क्या उताबाट आउँदा अनि यहाँ यसो म चिया पनि खाँदिनँ त्यति फेरि बिहानमा होइन अनि यहाँ क्या पानी भर्ने ठाउँ पनि छ साथी होइन अनि पानी भर्ने ठाउँबाट यसो केही छ भने खाऊँ भनेर यहाँ समोसा तरकारी समोसाहरू त के रहेछ त्यो ब्रेड त्यो लिन गएको भाइ होइन पानी पनि भर्ने ठाउँ छ यहाँ धारो पनि देख्नुभयो होला तपाईँले म तपाईँलाई धारो हेर्नुहोस् यहाँ धारो पनि छ अनि खाजा त के उस भन्नु यहाँ अब त्यो समोसाहरू तरकारी के अरे ब्रेड खाएर हिँड्न लाग्यो अब हामी है यस्तो रहेछ साथी यहाँ आलु चिप्स होइन यो ब्रेड यस्तो यो खाएर एकपल्ट खाऊँ भनेर क्या चिया नखाएको बिहान होइन त्यही भएर क्या
पुस्तक जाँदा सबै यताबाट जाने हो यहाँबाट बाइक लाग्ने हो यता सिधै यता लाग्ने भयो भने तपाईँको लेफ्ट साइडतिर जानुहुन्छ जिरोतिर लागेर जानु पऱ्यो अब एक साइड बामेतिर जानु पऱ्यो ठ्याक्क जिरो चोक भन्छ है 7 किलोमिटर जिरो चोक साथीहरू हरिचोक आइयो यहाँ बाग्लुङ बसेर भित्र बस्ने बेलामा यहाँ फोन आएर यहाँ के बनाउनु पाइएन होइन साथीले हरिचोक
है साथीहरू हामी वहाँ माथिदेखि झरेको यार अलिकति ब्रेक ताते जस्तो गऱ्यो होइन। अनि फेरि आज लोड पनि टन्नै छ क्या, आज लगभग 12 टन जति हालिदिन्छ यार, 12.5 टन जति परेछ माल। त्यही भएर यहाँ हल्का ब्रेक सेलाएर बस्छ क्या, यता पनि उता जाने अझै तल जाने बाटो यता छँदैछ। अनि हल्का ब्रेक सेलाउनु पऱ्यो भने भाइले अब चेक गर्दैछ, अनि हल्का ब्रेक सेलाएर बस्नु पऱ्यो क्या। त्यही भएर यसो ब्रेक सेलाएर बस्नु लाग्छ साथी यार। अझ यहाँबाट नि यस्तो माथिबाट झरेको यार, यो बाटो माथिबाट झरेको यहाँ यस्तो चाहिँ। ल साथीहरू अब हाम्रो ब्रेक सेलाएर भ्याइयो होइन, भ्याइयो भन्दा नि अब हल्का हल्का तातै छ, तर झर्नु पऱ्यो फेरि भरे खाली हुन्न। तर म अब एउटा हिँड्न लाग्यो है साथीभाइ, गाडी यहाँ छ होइन, ब्रेक यसो हल्का हल्का सेलाइयो, अब चाहिँ हिँड्नु पऱ्यो साथीहरू है। साथीहरू घाँचुल जाने चोकै है, कतिर गएर उता घाँचुल जाने हो त, डाइरेक्ट लागेर घाँचुल जान्छ उता। अब 2 घन्टामा घाँचुल पुग्छ नि अब।
सबभन्दा लामो पुल ल है साथीभाइहरू मेरो यहाँ खाली भइसक्यो गाडी अब होइन अब खाली भइसक्यो म अब यहाँबाट पोखरा जान्छु अब यहाँबाट साथीभाइहरू सबै मेरो यो ल है साथीभाइहरू म बागलुङ बजारभन्दा अलिकति तलपट्टि मात्रै खाली गर्ने ठाउँ छ मेरो त्यही भएर म पुरै बजारमा पुगिनँ होइन त्यही भएर म अलिकति तलपट्टि यहाँ खाली गर्न सुरु भयो मेरो गाडी खाली भइसक्यो र मैले आज बागलुङ बजारको अब तपाईँ कतिपयले देख्नु पनि भएको छ होला कतिले देख्नु भएको छैन होला तर बागलुङ बजारभन्दा अलिक तलसम्मको मात्रै मैले भिडियो बनाएको छु है नमस्कार छ है साथीभाइहरू सबैमा नमस्कार छ मेरो यो आउँदै गरेको नयाँ वर्षको होइन तपाईँहरूलाई मैले हिजो भनेको थिएँ म काठमाडौँबाट म तपाईँहरूलाई सबै बागलुङसम्मको भ्लग हाल्छु भनेर मैले काठमाडौँदेखि बागलुङसम्म आउनको सबै भ्लग हालिसकेको छु मेरो युट्युब च्यानलमा साथीभाइहरूले सबैले हेरेर साथ दिनु होला होइन लाइक कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला साथीभाइहरू सबैले अनि साथीभाइहरूलाई मैले अब यो आउँदै गरेको नयाँ वर्षको धेरै धेरै शुभकामना छ साथीभाइहरूलाई कहाँ हुनुहुन्छ कस्तो ठाउँमा हुनुहुन्छ के कसरी हुनुहुन्छ साथीभाइहरू जहाँ हुनुहुन्छ जस्तो ठाउँमा भए पनि खुसी हुनु होला सुखी हुनु होला स्वस्थ रहनु होला मस्त रहनु होला साथीभाइहरूलाई मेरो यो नयाँ वर्षको धेरै धेरै शुभकामना छ है साथीभाइहरूले हेरेर साथ दिनु होला है साथीभाइ मेरो यो भ्लग